हेलो गाइस, आज चाहिँ हामी प्रश्नको उत्तर दिन जाँदैछौँ। जसले प्रश्नको उत्तर करेक्ट भन्छ उसले चाहिँ यिनीहरू खाने पाउने छ है त। हाम्रो प्रश्नको उत्तर चाहिँ दीपकबाट सुरु हुँदैछ। उसले मिलायो भने यसले चाहिँ यो खान पाउने छ है त। लास्टसम्म हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुलिदिनु होला। हस् त, धन्यवाद। दीपक भाइ है त। क्वेसन रहेको छ, गौतम बुद्ध कहाँ जन्मेका थिए? लुम्बिनीमा। लुम्बिनी। ल, राइट एन्सर। अनि के अरे ल सिरिज, नेपालको राष्ट्रिय चरा कुन हो? मैले के भनेर क्वेसन ल को दिपिन भाइ, गौतम बुद्ध कहाँ मर्नु भयो? आरे घाटमा। इलाम। ठाउँको नाम हो? भुइँमा जङ्गलमा माथि होइन? जङ्गलमै जङ्गलमा हो? होइन, ठाउँको नाम भन्दा ठाउँको नाम डाक्से। पास हो कि ल कत्रो? पास ल भाइ ल। भुइँमा भन्दा भयो? कुशीनगर हो कि कुशीनगर। गौतम बुद्धको मौलिक नाम के हो थियो? मेरो पालो। गौतम बुद्धको मौलिक नाम के थियो? मौलिक नाम? फुल नेम भनेको? खास रियल गौतम? रियल नाम त्यो गौतम त हामीले भनिरहेको, अझै छ नि त लङमा। एकदम गौतम होइन है। अर्कै गाउँले नाम। त्यो भन। पास भने यार पास। ल भाइ मैले पनि जानेन खास, मलाई नि आउँदैन पास पास। सिद्धार्थ गौतम। कस्तो रहेछ श्याम गौतम मालिक। ल कसको पालो? श्याम दीपक भाइको। सजिलो आउँछ। पारस खड्का कुन खेलका हुन्? पारस? जस्तै फुटबल हो कि हकी हो कि कबड्डी हो कि क्रिकेट हो? पारस खड्का। हकी। नो, रङ एन्सर। सिरियस? थाहा हो यार। के रे भनेको हजुरले? दिपिनलाई थाहा हो यार। पारस खड्का कुन खेलका हुन्? कुन खेल खेल्छन् के? फुटबल खेल्छ कि हकी खेल्छ कि कबड्डी खड्का। कति पढेको? कबड्डी होइन, होइन? के अरे ब्याट के क्रिकेट। क्रिकेट। कसको पाली हो? मेरो लागि नाम भयो। हँ? उ सिसो। मेरो ल है, गौतम बुद्धसँग कसले विवाह गरेको थिए? कसले बिगाउ त्यहाँ अप्सनमा छ होइन? ल भन्दा अप्सन पनि भएन। अप्सन वाला दिन त सबले भने ओके ल। अप्सन भन्दा अवसरलाई यशोधरा, सीता, गीता, रीता। म त उस जस्तै लाग्यो के। म त्यही सीता। त्यो त रामको भयो हो। रामको। ल दिपिनलाई यसो धारा। त्यही भन्नु म त्यही मान्दै त्यही भन्नु लाग्यो के अरे अब त्यो गौतम बुद्धका छोराको नाम के थिए? के गो? गौतम बुद्धका छोराका नाम के थिए? ए अप्सन कसको पालो? होइन, उता। तिमीले खानु किर मलाई सोधेको थियो। ए विशाल, राजु, राकेश, राहुल। राकेश। गलत। ए अप्सन के रे? विशाल, राजु, राकेश, राहुल। एलिगन राकेश, राहुल।
राइट यही भन्ला थिएँ मैले। है ल सोचिरहेको थिएँ। ल कसको पालो निर्मल ए होइन कुन जनावरले आफ्नो जिब्रोले सास फेर्छ सर्प के सर्प सर्प बङ्गरु जिराफ बाँदर सर्पै हो के ल अप्सनै पर्दैन कि गाइस अप्सन भन्दै मलाई के अस्ति दिपक भाइको होइन? अँ, बैकल ताल कुन देशमा पर्दछ अप्सन भारत नेपाल रुस पाकिस्तान नेपालमा त छैन। बैकल ताल कुन देशमा पर्दछ चारवटा अप्सन छ तिमीहरू एकपल्ट मिलाउनु मैले आएको हँ? रङ कुन कुन अप्सन? सबैले भारत, नेपाल, रुस, पाकिस्तान। मिलेन अन्त नेपाल होइन? ए अब लास्टमा भारत के गरे अप्सन भारत रुस र पाकिस्तान छ के? रुस र पाकिस्तान छ पाकिस्तान रुस अँ, लास्ट कसको पालो? बच्चा जन्मिएपछि कसको मृत्यु हुन्छ सर्पको कछुवाको भालुको बिच्छुको हजुर मैले बुझेँ, मैले जानिसकेँ। बच्चा जन्मिएपछि कसको मृत्यु हुन्छ सर्प कछुवा भालु बिच्छु छिटो छिटो मैले जानिसकेँ त भन् छिटो। म त खानु रेडी हो यार अब यार मेरो पालि मेरो पालो सुस्को बाजे हो बस होइन कछुवा। बिच्छु अँ। त्यो धेरै क्वेसन थियो बच्चा आफ्नो कसको पालो मेरो पालो आफ्नो आँसुको कारण कुन जीवमा प्रसिद्ध छ अप्सन अप्सन भालु घोडा कुकुर गोही गोइ गोही मिले हैन गोही गोही राइट गोहीको आशा ल कसको पालो मेरो दुध र अन्डा दुवै दिने जनावर कुन हो सर्प खरायो प्यालेटिपस कुखुरा के हो प्यालिट्रिक बस हो कि त्यो टी हो के हो हो राइट कसको पालो? ए भाइको त्यो के चिज हो पानीबाट जन्म हुन्छ पानीबाट नै मृत्यु हुन्छ अप्सन अप्सन छैन अप्सन छैन कि अप्सन छैन कि यसो सजिलो आज माछा नै मिल्यो अब के त अरे? क्वेसन छैन कि अब अप्सन कुलले पानीमै बाँचेर पानीमै मर्छ। त्यो के चिज हो पानीबाट जन्म हुन्छ पानीबाट नै मृत्यु हुन्छ के हो के थियो थाहा हैन बस छिटो पानीबाट के बन्छ आगे छिटो त्यस्तो यागुडा एकदा ल भाइ लेउ हैन जनावर हो हैन कस्तो के जनावर, कस्तो जनावर, जनावर? जनावर। त्यसै उस झार हैन कमलफुल बरफ हो के बरफ त्यो पानीको बन्दैन र अनि पानी मन त अर्कै कसको पालो? क्वेसनमा ट्विस्ट आयो कसको पालो? सिरिजको मेरो लागि दिउँसो उल्टो र राति सुल्टो के हो दिउँसो उल्टो र राति सुल्टो अप्सन छैन त्यति सजिलो जा पनि गिजिङ जनावर भन्छ नि त दिउँसो हुन्छ नि यस्तो उल्टो उल्टो झुलेर आइ सुतेको त दिउँसो उल्टो र राति छिटो भन्न गिजिङ भाइ दिउँसो उल्टो राति सुल्टो अँ। दिउँसो उल्टो राति सुल्टो ए मैले प्रुफ जाने यार भन्न त नि ए एउटा सामग्री होला यो हँ? हैन भाइ सिरानी हैन अलिअलि ठोक्काउनु गुन गुन ए तम्ना यसके बिस्तारै हुन्छ लाग्यो त्यो गुन्द्री नै भयो नि भयो त्यो बिस्तारा भनेपछि गुन्द्री नै पर्छ भएन, मिल्यो त। मिल्यो मिल्यो कसको पालो
कस्तो दिउँसो मेरो बाली हो क्या कसरी हुन्छ त्यो उल्टो फेरि कस्तो मेरो बाली मेरो हो पालो यसको हो क्या यहाँ सिरियस गर्नु ल कसको हो मेरो हो क्या त्यो को हो पुरै गाउँभरि डुल्छ तर मन्दिर जान डराउँछ के हो एक्चुअली ल ल ल कसले सोधेको थिएँ क्या माथा भइसक्यो मन्दिर जान डराउँछ माथा भइसक्यो छिटो छिटो हिमभरि डुल्छ अनि मन्दिर गाउँभरि डुल्छ मन्दिर जान डराउँछ के थियो सोधेको थिएँ कि म जाने मैले पास भने नि ढिलो भइसक्यो बत्ती होइन भाइ मोमबत्ती होइन कुकुर थियो कि होइन चप्पल राइट सोधेको थिएँ कि मलाई यार तैँले के भनेको म जानिसक्यो छोड मोमबत्ती ल कसको पालो यसको ल है मेरो भन्दा यसको त्यो मेरो के चिज हो पानी पिउने बित्तिकै मरिहाल्छ पानी खाने बित्तिकै मर्छ आगो होइन भाइ पास सिरिस धेरै सोध्ने होइन नआएपछि त पास गरी हामीले के थाहा आउँछ कि पास गर करेन्ट तिर्खा ए तिखाले आगो ल कसको हो? दिपक भाइको यस नेपालको राष्ट्रपतिको नाम के हो राष्ट्रपतिको नाम के हो राष्ट्रपतिको नाम सुजन गुरुङ सुजन गुरुङ रे गृह मन्त्री पो सिरिस कुन त छिटो त कुन देशमा बस्छस् राष्ट्रपति 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 होइन के त्यो यार पास भाइ विनोद चौधरीको धनी रामचन्द्र पौडेल हो के ल सिरिसको पालो हो नेपालको गृहमन्त्रीको नाम के हो ठोकायो अब कसको विपिन भाइको हाम्रो गाउँपालिकाको मेयरको नाम के हो के रे यार त्यो यार दीपक खड्का होइन पास गर्दै दीपक पौडेल होइन धनबहादुर गित्ते भन न भाइ त्यति छैन सिरिस दीपक मास्की घनश्याम गिरी हो क्या ए ल कसको पालो यसको कसको निर्मल नेपालको प्रधानमन्त्रीको नाम के हो बालन शाह राइट कसको पालो दिपक भाइको नेपालकै बारेमा होइन इन्डियाको प्रधानमन्त्रीको नाम के हो त्यो उसके के अरे मोती शाह होइन मोती मोदी ए हो त नि के हो ल सिरियस हो वर्ल्ड कपमा हिजो भएको फाइनलमा गोल्डन बुट कसले पायो गोल्डन बुट अँ, के गरे एम्बाप्पेले फुल नाम नाखा भनेको माल गयो राइट क्लियन बिर्सेको ल है मेरो पालो चोपड भयो हिजो भएको एम्बाप्पे नभएको यसले वर्ल्ड कप फाइनलमा राम्रो कसले जितेको थियो स्पेन ल निर्मलमा ल हिजो भएको फाइनल खेलको वर्ल्ड कपमा बेस्ट प्लेयर कसले पाएको थियो अँ, लामिन यामाल होइन मलाई चिन्ने अँ? नामै थाहा छैन मलाई थाहा छैन तर त हेरिस हो नि game। मेसी ल्याऊ हेरेँ नै मैले मैले हेरेँ पनि
रोत्री त्यो एस बजुरी हो न स्पेन का कसको पालो यसको म त लामियामा लागे यसको के मेरो हो के नेपालको राजधानी कुन हो काठमाडौँ ओए राइट काठमाडौँ भने काठमाडौँ ल सिक्स काठमाडौँ। नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो ठुलो जिल्ला जिल्लाहरूको नामै थाहा छैन छिटो भन न जान्दै अलि राम्रोसँग खा अड्केर मर्लिस खान नपाए जस्तो नगर ठुलो जिल्ला थाहा छैन नेपालको नेपालको ठुलो जिल्ला ल दिपक भाइ चिन भन कत्रो गाँस हालेको त्यस्तो गरेर आउँदैन यसो गरेर भन्न मिल्छ भएन आउँदैन डोल्पा हो के डोल्पा ए अँ कसो पालो? मेरो नेपालको सबैभन्दा सानो जिल्ला कुन हो त सबभन्दा सानो जिल्ला अँ, थाहा छैन भइहाल्यो दियो ल के भन्थे के हो छिटो भन त पास भाइ पास नाम चाहिँ कस्तो टाइपको छ त्यो ए, आउँदैन। भक्तपुर कसो ए, पालो? मेरो नेपालको सबैभन्दा जनसङ्ख्या भएको जिल्ला कुन हो काठमाडौँ राइट ल त खाना त अनि लगिरहेको दिनु परेन हल्का यार नेपालको सबैभन्दा अग्लो हिमाल सगरमाथाको उचाइ कति छ 8848.45 अँ, के हो र 48 भयो गइसक्योतिर पोइन्ट पछि के यार बिर्सी भन्दा 48.7 होइन 8,000 म बिर्सेँ के? अँ, र 6-7 6 7 हो 8048.48 कस्तो 8048 हो र 8848 8848.48 मैले त्यही त भन्नु होइन तैँले भन्दा फेरि त्यो भनेको त 8848.86 मिटर 86 म ल कसो गर बिर्सेको दिपकको यसको नेपालको सबैभन्दा ठुलो नदीको नाम के हो तेरो हो दिपकको मलाई पनि सोधेको थियो हिमालले ए अँ कुन हो छिटो भन न बिर्सी भन्दा के क्वेसन नेपालको सबैभन्दा के अरे नेपालको सबैभन्दा ठुलो नदीको नाम के हो के ठुलो नदी क्वेसन राम्रोसँग सुन त अँ। आई के थियो यार ठुलो कि लामो ठुलो के ल मैले जाने त्यो त्यस्तै भयो पास भन बास ल नारायणी होइन कर्णाली नदी यस कसको नेपालको मेरो होला नि के कसो यसको नेपालको मलाई हो त्यो सोधेको नेपाल- सिरिजको नेपालको सबैभन्दा लामो नदीको नाम के हो लामो नदीको नाम छिटो मलाई थाहा भयो कुन कति यो त्यो ए भन्दाखेरि बिर्से यार पास भने पास भन छिटो भन्नु बागमती होइन कोशी नदी राइट एन्सर सामाजिक कसको पालो? Manda tomar no cu, cê sabe que eu tô gostando. Foi mina. मेरो त भन्यो नि नेपालको सबैभन्दा ठुलो तालु कुन हो तर सामाजिक वर्ष क्या यार याद थियो क्या तिली जोताल नाइ हँ? ताल ताल ठुलो ताल। नेपालको सबैभन्दा ठुलो तालको नाम के हो यसले क्या निक्ल तिली ठुलो जोताल ताल फेउताल लाला कसको पालो? सोसल नदी यार निर्मलको नेपालको सबैभन्दा गहिरो ताल चुप न मेरो तपाईँ नेपालको सबैभन्दा गहिरो ताल गएर ताल अँ। के ताल छ ई, यस्तो छ पोखरी ताल दिन छिटो पास भाइ ताल अनि त्यो ताल दिएर छिटो भन न बागमती है? होइन ताल हो। नदी के रे यार भर्खर आएको यार। नदी होइन ताल यसलाई भन्दै छिटो भन न। पास रारा ताल कि ए, परे हनुमान म हाँसिरहेको छु त म त कसो त्यही पालो? जाको नआउने मानेको नि यसको जीवनको नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो
ए चितवन यस सिरियस हो नेपालको सबैभन्दा ठुलो सहर कुन हो ठुलो सहर जनसङ्ख्या अनुसार कुन हो ठुलो सहर कुन हो नेपालको सबैभन्दा ठुलो सहर काठमाडौँ राइट यिनीहरूले गाडी हान्छ क्या यार हामीले कहिले हान्ने हो ए खानु नै जम्मू खानु हुन्न कि नेपालको सबैभन्दा अग्लो जलप्रपात भएको जिल्ला कुन हो जिल्ला के रे यार पास मन थाहा भएन पास भाइ जिल्ला त जिल्ला त पास देन जान्छ भने पास मेरो नि सिन्धुपाल्चोक नेपालको नेपालको पाल हो नेपालको राष्ट्रिय फुल राष्ट्रिय फुल गुराँसको फुल फुल नाम के हो त गुराँस भएर लाली गुराँस राइट ए मैले त्यही भन्दा थिएँ नेपालको राष्ट्रिय खेल के हो उसके भलिबल राइट एन्सर यिनीहरू त मा हामी गुवाको हाल्नु त यार नेपालको सबैभन्दा पुरानो विश्वविद्यालयको नाम के हो के हो विद्यालय के रे यार विश्वविद्यालय के छ अघि नै ए थाहा छैन होला दियो पास नारायण हरिद्वार के भाइ भर्खर भन्दा म बुझेँ क्या अघि जाने थियो जान्दै क्या मैले टप्पा सगरमाथा 7 करोड कस्तो नि सगरमाथा यो त निकुञ्ज पुगे त विश्वविद्यालयको नाम पुरानो अनि आज विश्वविद्यालय हामी त्यत्रो भनिसक्यो गइसक्यो त हामी गइसक्यो कि भन्न त विश्वविद्यालय भयो के? विश्वविद्यालय हो नि त ल अनि के भनिस् मैले विश्वविद्यालयको नाम सागरमाथा रे अब त्रिभुवन विश्वविद्यालय ओके म मैले बिर्सेको के नेपालको पहिलो महिला राष्ट्रपतिको नाम के हो पास भइगयो नि बिर्से यार मन त भन पास हो ल दिबिन भाइ क्वेशन के हो नेपालको पहिलो राष्ट्रपतिको नाम के हो महिला उसके के भयो तेरो गइसक्यो मैले नि पास तर के हो थियो यार विद्यादेवी भन्दा यार कसो पालो विद्यालय खाते भन्ने खाते नेपालको पहिलो प्रधानमन्त्रीको नाम के हो ह पहिलो प्रधानमन्त्रीको नाम के हो के थियो के यार त्यो यार पास ल पास दिएन ल भाइ त्यो मुला किताब पढे छैन तिम्रो बिर्सियो नाम छ हैन हैन 8 नम्बर खौ पढाउनु थियो लेखिन नारायण साथ एकता बिर्से पास पास भिन्सेन्ट थापा ए हो त यार ल कसो पालो निरन्तर नेपालको हालको राष्ट्रिय गानाको नाम के हो सय ठुङ्गा फुर्का हामी कसको पालो नेपालको सबैभन्दा लामो सुरुङ मार्ग सुरुमा कुन हो पास अहिले बनाएको त दिपक भाइ पास 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 टाढा टाढाको पास 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 नागढुङ्गा नाम सुनेको थियो यार मैले सुन्न त अहिले बनाएर है र कसको पालो एउटा दिपकको नेपालको सबैभन्दा ठुलो एयरपोर्टको नाम के हो नेपालको सबैभन्दा ठुलो एयरपोर्टको नाम के हो म चलाउन जान्न भाइ भाइ छैन पास एयरपोर्टको नामै भन्नुपर्छ मले नि पास पास भन्दा नि काठमाडौँ गएर नाम नामै भन्नुपर्छ नाम पास एयरपोर्टको नाम पास पास सब पास गरे त्रिभुवन इन्टरनेसनल एयरपोर्ट काठमाडौँ काठमाडौँ थियो मलाई आफ्नो विदेश गएको नाम एयरपोर्टको नाम एयरपोर्टको नामै थाहा छैन यस्तो यो चाहिँ एकदम खतरा छ है क्वेसन है ल पैसा तिरेर कैद हुने ठाउँ कुन हो पैसा तिरेर कहिले थाहा कसको क्वेसन हो कसको पालो
मैले यो सिरिजको भुलिहाल्छ छिटो भन् ठाउँको नाम भनेको यी देशको देश ठाउँ के हो त्यो? कस्तो ठाउँ साउँ हो र एउटा सिधै क्वेसन अप्सनै छैन के छिटो भन्न पास ल विद्यालय विदेश त्यही विद्यालय नै कस्तो होइन होइन हिल स्टेसन फिल्म हल के फिल्म होइन विद्यालयमा नि त नि होइन पैसा तिर्ने टाइप सेट। ल, कसको पालो? विनर पालो फलको रानी भनेर कुन फललाई चिनिन्छ आम। छिटो भन लिची के लिची अँ। लिची लेची लिची लिची रङ एन्सर रङ एन्सर आप त पाठा हो या लिची राइट एन्सर अनार मानिरा ल होइन म त यो चाहिँ अनार भिडियोहरूमा देख्थेँ कि अनार मानेको नि त अनि ल कसको पालो मेरो नेपालमा जम्मा कतिवटा नगरपालिका छन् 77 चार हुँ? चार नगरपालिका कतिवटा छ अरे कि दिदी ठोत्तरी नै हुन्छ र ए थोरै नगरपालिका भनेको थाहा नेपाल हो। झ्याप्टु भन्ने कि 200 भन्दा माथि होला कि 200 भन्दा माथि नै छ ल भाइ मैले अर्को 235 होइन 200 एकचोटि भन्, तँलाई चान्स दियो भइसक्यो 200 अँ 86 होइन 219 हो कि कति हो होइन 46 हो 273 मैले किताबमा लेखेको थिएँ कि उसमा साइज कम गरेको भए पाउँथ्यो ल गाउँपाने कथा खाए त गाउँपाने कथा खाए दीपकलाई कसको दिवक कसको पालो दिवाको कुन काम हो छोराले गरे नराम्रो ज्वाइँले गरे राम्रो छोराले गरे नराम्रो ज्वाइँले गरे राम्रो त्यसलाई के भन्छ ज्वाइँहरूले गर्ने कामलाई ल बिहे यसके आफ्नो के गरे ल बिहे नै हो कि आफ्नो उसलाई छिटो गाउँपाने कथा भनेको थाहा छैन सिन्दुर भन्नु जुई तिङले जुई जुई तिङले भन्दैन ज्वाइँहरूलाई नकाम त्यो कामै नगर्ने उसहरूलाई ल कसको पालो नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हो मुस्ताङ ताप्लेजुङ प्युठान गुल्मी भन्न एउटा जुम भयो नि मिलिस् नमिलिस् झन् अप्सन दिइरहेको छ गुल्मी हो नि सुरु भन् काबले के काबले गुल्मी राइट भने मैले गुल्मी कसको पालो मेरो पालो विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो विल लाग्यो हामी खाइरहेको उपत्यका विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो दाङ काठमाडौँ अरुण पोखरा दान विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो म भनौँ दीपक म भनौँ भनेको कि यो म भनौँ डाङमा के महाराष्ट्रमा पोखरा के गर्ने अप्सन दिपिने मलाई थाहा के मलाई पहिल्यै थाहा दाङ अँ। काठमाडौँ अँ। अरुण पोखरा अरुण राइट राइट एन्सर नेपाल हिमाल भनेर कुन हिमाललाई चिनिन्छ नेपाल हिमाल भनेर तेरो पालो के नेपाल हिमाल भनेर कुन हिमाललाई चिनिन्छ नेपाल हिमाल भनेर मनस्लु कञ्चनजङ्घा कञ्चनजङ्घा लोहोसे मकालु हैन किरकिरी तैँले के भनेको रे मैले अँ मैले के कञ्चनजङ्घा। ए राइट एन्सर मैले यही राम्रोसँग सुन्यो भने क्या नेपालको मरुभूमि भनेर कुन ठाउँलाई चिनिन्छ अब त्यो अप्सन भने नि ट्याक्कै हो मलाई। अप्सन नभन्नु अप्सन भन्न चाहिन्छ नि अप्सन छ भने छ पुगेमा भन्दा अप्सन भने नि ट्याक्कै हो गाइज हुम्ला मनाङ मुस्ताङ डोल्पा होमला ए जाडो ठाउँमा भन्छ यार डोल्पा मुस्ताङ राइट एन्सर ए, गम गम खाओ त डाँडा ठाउँमा झुलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ बागलुङ गुल्मी गोर्खा बारा बागलुङ ए राइट राइट एन्सर यस
ल्याम्मै ल गिरी गाली ओइ मुझे खाओ अन्ना दियो सबैमा लेफ्ट बाइट पनि नराखेर त्यहाँ बसेर खाउँ न भाइ यार मलाई छ्या लाग्यो आज पैसा नै के भयो भोलि चाहिँ अलिक राम्रो मैले यस्तो के यस्तो सल्लाह हुन्छ कि 80 रुपियाँमा हेलो कोण येतं भाइ त हेर न भोलि लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू भोलिको लागि भन न भोलि चाहिँ अलिक राम्रो हुन्छ हाम्रो आज टेस्टी भयो नेक्स्ट टाइम नेक्स्ट ब्लग